हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो आजको भिडियो चाहिँ अलिक विशेष रहेको छ किनभने आज चाहिँ म रेडी भइसकेको छु। सोमबारको दिन व्रत बसेको हुनाले मन्दिर जाने भनेर चाहिँ म रेडी भएँ र हाम्रो फ्यामिलीमा मम्मी ड्याडी म अनि पल्लो घरको आमा बाजे हामी चाहिँ अटो बुक गरेर भेडा बाबा मन्दिर जाने भनेर आज चाहिँ प्लान गरेको थियौँ र त्यहाँको लागि निस्कियौँ। आज मौसम पनि एकदमै राम्रो भएकोले बिहान बिहान हामी चाहिँ 8 बजेतिर स्याउली बजार पनि पुगिसकेको थियौँ है। र यो चाहिँ भेडा बाबा मन्दिर चाहिँ स्याउली बजारदेखि माथि हुँदै जानुपर्दो रहेछ र बाटोको दृश्य हेर्दै हामी पनि निस्कियौँ। त्यहाँ चाहिँ एउटा ब्यारेक पनि रहेछ है, त्यो पनि हेर्दै अनि गफगाफ गर्दै मम्मी चाहिँ भन्दै हुनुहुन्थ्यो यहाँ यस्तो हुन्छ यस्तो हुन्छ भनेर चाहिँ कुरा गर्दै हामी चाहिँ जाँदै थियौँ है। अनि त्यहाँ चाहिँ कस्तो भन्दाखेरि मौसम पनि एकदमै राम्रो अनि ठाउँ ठाउँमा चाहिँ बस्ने ठाउँहरू पनि रहेछ अनि त्यो दृश्य एकदमै राम्रो भएकोले म चाहिँ क्याप्चर गरेर आएको थिएँ। अनि त्यहाँ एउटा जङ्गल पनि थियो, त्यहाँ चाहिँ कस्तो काठहरू पाउने होइन, घरको लागि चाहिने काठहरू चाहिँ आफ्नो ग्रुप अनुसार विभाजन गरेको रहेछ अनि किन्न मिल्ने रहेछ है। अनि त्यो अलि माथि चाहिँ एउटा पुल पनि थियो अनि त्यो पार गर्दै हामी चाहिँ फाइनल्ली हामी मन्दिर पनि पुगिसकेको थियौँ है। अनि मन्दिरमा चाहिँ एकदमै राम्रो भाइब्सहरू आइरहेको थियो। बाहिरतिर चाहिँ एकदमै खानेकुराहरू चाहिँ अनेकौँ थरीको राखेको थियो र हामीले चाहिँ अहिले त्यो नकिन्ने भनेर प्रसादहरू लिँदै हामी चाहिँ प्रवेशद्वारसम्म पुग्यौँ। र त्यहाँ मन्दिरको अगाडि चाहिँ हातमुख धुनको लागि होइन, फ्रेस हुनको लागि धारा पनि राखिएको थियो र मन्दिर पनि एकदमै ठुलो रहेछ बाहिरदेखि हेर्दाखेरि। अनि हामी चाहिँ भित्र गएर मम्मीले चाहिँ म सामानहरू मिलाउँछु भनेर चाहिँ त्यहाँ मन्दिरको साइडमा चाहिँ मम्मी बस्नुभयो अनि म पनि त्यो टाइममा यसो भिडियो बनाऊँ भनेर आफ्नो चाहिँ फोटो भिडियोहरू बनाउन क्लिक गर्न थालेँ होइन। म चाहिँ अब साथीहरू कोही पनि नहुनाले एक्लै भिडियो बनाइरहेको थिएँ। अनि ठ्याक्क हामी मन्दिरको अगाडि पनि पुग्यौँ। हामी चाहिँ पुग्दाखेरि 9 बजिसकेको थियो, मान्छेहरू पनि एकदमै धेरै आउनुभएको थियो अनि भिड पनि लागेको थियो होइन, लाइन लागेको रहेछ। अनि हामी पनि त्यही लाइनमा अनि मम्मी ड्याडी आमा हामी सबै त्यही लाइनमा लाग्यौँ। अनि अब यसो गफगाफ गर्दै लाइन पनि लामै थियो अनि म चाहिँ यताउता हिँडिरहेको थिएँ होइन। अनि त्यहाँ साइडमा चाहिँ मलाई एउटा बाँदर देख्यो है, त्यो बाँदर यस्तो क्युट थियो होइन। त्यो पूजा गरेको सामानहरू केराहरू चाहिँ उसले माथि लग्दै खाँदै एउटा मुखमा हाल्यो अनि 2-3टा हातमा समाउँदै च्यापेर लग्दै खाँदै गरिरहेको थियो। अब सबै सकाइसकेपछि उसलाई चाहिँ फेरि अब त्यो टपरीहरू खाली टपरीहरू चामलहरू लगेर माथि लग्दै उसले खाँदै गरिरहेको थियो है। अनि एकदम क्युट लागिरहेको थियो मलाई ऊ चाहिँ। अनि अलि उता चाहिँ कस्तो थियो भन्दाखेरि त्यो आरती लागेको थियो अनि हामी चाहिँ आरती हेर्न जाऊँ भनेर मम्मी चाहिँ लाइनमै हुनुहुन्थ्यो, म चाहिँ अलि उता गएर आरती हेर्नतिर लागेँ होइन। एकदमै पोजिटिभ भाइब्स एकदमै राम्रो है, त्यहाँनिरको त्यो दृश्य होइन एकदमै राम्रो थियो। सबै मान्छेहरू चाहिँ आफ्नो ध्यान मग्न भएको थियो त्यो आरतीमा होइन। सबै श्रद्धालुहरू चाहिँ त्यो आरती गाउँदै अनि भिडियो बनाउँदै ताली बजाउँदै एकदमै राम्रो पोजिटिभ भाइब्स आइरहेको थियो त्यहाँनिर। अब त्यो हेरिसकेपछि चाहिँ हाम्रो पालो पनि आइसकेको थियो पूजा गर्ने। अनि हामी चाहिँ पूजा गरेर बाहिर निस्कियौँ। त्यहाँभित्र चाहिँ भिडियो बनाउन नदिने रहेछन् अनि मम्मी चाहिँ त्यो बाहिर सानो मन्दिरहरूमा पनि पूजा गर्न लाग्नुभयो। यहाँ चाहिँ सबै थरीको भगवानहरूको मूर्तिहरू अनि सबैलाई एकजुट बनाएर चाहिँ मन्दिरभित्र नै सबै देवी देवताहरूको चाहिँ सानो चाहिँ मन्दिरहरू बनाएको रहेछन् है। अनि हामीले चाहिँ सबै मन्दिरहरूलाई मम्मीले चाहिँ पूजा गर्न लाग्नु हुँदै थियो अनि हामी पनि पूजा गर्न लाग्थ्यौँ। अनि त्यहाँ हनुमानजीको पनि मूर्ति रहेछ ठुलो अनि त्यहाँ पनि पूजा गरिसकेपछि अनि आरती बाल्यौँ होइन। अनि सबै फ्यामिली मिलेर अनि त्यसपछि हामी चाहिँ निस्किने भनेर जाँदै थियौँ। त्यहाँनिर चाहिँ गाई पनि बाँधेको थियो, उसलाई पनि पूजाआजा गर्ने अनि चामलहरू दिने गरिरहेका थिए। हामीले पनि त्यो दिएपछि अनि यतातिर चाहिँ अलि जोगी बाबाहरू बस्नुभएको थियो अनि तिनीहरूको पनि टिका लगाउँदै अनि प्रसादहरू त्यो दक्षिणाहरू दिँदै त्यहाँबाट पनि अनि उतातिर डान्सहरू गरिरहेको थिए, भजन कीर्तन हुँदै थियो। त्यहाँ चाहिँ नाच्ने मान्छेहरू पनि त्यत्तिकै रमणीय पारामा चाहिँ आफ्नो नृत्य प्रस्तुत गर्दै थिए है। अनि हामी चाहिँ अब निस्किने भनेर बाटोतिर लाग्यौँ। पानी पनि पर्न लागिसकेको थियो अनि सबै काम सकाएर अनि यताउता हेरेर एकछिन रमाइलो गरेर फोटोहरू खिचेर हामी चाहिँ जाऊँ भनेर निस्कियौँ। बाहिर चाहिँ एकदमै पानी पर्न लागिसकेको थियो कि घनघोर
त्यो बादल लागिसकेको थियो अनि मम्मीले दक्षिणा सक्षिणा यताउता सबै गरिसकेपछि अनि हामी चाहिँ ल जाम भनेर निस्किए। अब बाहिर चाहिँ यस्तो बाहिर फेरि श्रद्धालुहरू चाहिँ आउँदै थिए। उनीहरू चाहिँ यस्तो दामी गरेर डान्स गर्दै होइन एक्टिभ हुँदै आउँदै थिए अनि हामीलाई पनि अझ भित्र जाऊँ कि हेरौँ भन्ने भएको थियो, तर पानी परिरहेको भएर हामी चाहिँ अटोभित्रै बसेर उनीहरूलाई हेर्दै थियौँ। सो आजको भिडियो चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।